होइन व्यवस्था हटाउनुपर्छ भनेर तपाईँहरू भन्नुहुन्छ। व्यवस्था केही चिज पनि खराब हुँदैन। घर बनाउँदाखेरि तपाईँको जग बलियो बनाएर बनाउनुहोस्। त्यो घर जति तले बनाए पनि केही फरक पर्नेवाला छैन। व्यवस्था किन खराब भन्नुहुन्छ तपाईँ? तपाईँ चाहिँ खराब हो क्या। जो व्यक्तिले व्यवस्थालाई खराब भन्छ नि त्यो व्यक्ति खराब हो। अझै म यसमा दोहोऱ्याउन चाहन्छु, जसले व्यवस्था खराब भन्छ नि त्यो व्यक्ति खराब हो। चिज सबै राम्रा छन्। यो हाम्रा पाँचैवटा औँला बराबरी छैन, तर काट्दाखेरि खुन बराबरी आउन सक्ला नसक्ला। मैले त काटेर हेरेको छैन, म पनि कानुनको विद्यार्थी हो, तर मैले त काटेर हेरेको छैन। तर म कुनै चिजलाई पनि खराब भन्दिनँ। त्यो ठाउँमा बस्ने, त्यो ठाउँलाई युज गर्ने मात्रै व्यक्ति खराब भए भन्ने कुरा मात्रै म जानकारी तपाईहरुलाई गराउन चाहन्छु।